go， 却疲惫 my soul， 每次伤口在光源里朦胧的温柔。 Hello guys, welcome back of my channel. कहाँ हो रे आज हामी जानु लाग्यो अब ठाउँको नाम मलाई पनि थाहा छैन त्यही भन्नु हल्का हिँड्दै इन्ट्रो त मिठो दिन्छ त हेलो वेलकम ब्याक कहाँ गएको थियो सबैजना घर गएको थियो गाइज हाम्रो साइडमा के छ थाहा हजुरलाई के छ के हर गए नयाँ कुरा देखाइस् त झर्ना हजुरहरूले त कहिले पनि देख्नु भएन होला यही युट्युब च्यानलमा हेर्नुहोस् झर्नादेखि लिएर फर्ना सबै देखाउँछ आज हामी 4 बजे उठेर जस गाउँको माथि डाँडामा जानु लाग्यो त्यो डाँडाको नाम थाहा छैन जस निरगिरी भएको फिक्स साइडमा हो के ल तै दिए मलाई इन्टरभ्यु साले डाँडामा अति डाँडा त नभन्नु हिमाल भन्न हिमालको साइडको के हो त नि त्यो फेद मैले त्यस्तै पढे जस्तो लाग्यो त्यो फेद भन्दै सो गाइज त्यहाँबाट बगिरहेको कालीगण्डकी यता छ मार्फा गाउँ यता छ चिमाङ यता छ छैरो सो गाइज यसको बक्चोदी सधैँ चलिरहन्छ यो मान्छेले त त्यो उनीहरूले सुनलाइन फलो बनाइदिन्छ सो गाइज त्यही हो जाँदैछौँ बाटोमा स्ट्रगल गर्दै धारमा चाहिँ गिटार यहाँ छ 500 को माल सामान औकात नदेखाएकै 500 को नभन्छु जे भयो नि मैले 5000 खर्च गरेको अलिकति भन् ल्या भाइ ल्या भाइ पैसे किसने डाले लौडे यही 500 कसरी व्यस्त गरेको त भन्दा मलाई भिख मागेको नभन्नु मन त निकै ठुलै हो माथि गएर एकचोटि हान्नु पर्ला लगाइ यात्रा सुरु गरौँ नि त गाडी फोरमा गीत सुनाम भनेको उहरूले त या 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 गरिरहेछ यार बोगे सो हामीले बाटो नथाहा भएको अवस्था कहाँ थिइस् तैँले म त्यहाँ हेर्नु बान्डला यो नयाँ कुरा देखिस् होला भन्नुहोस् तैँले कन्छ अगाडि दिएको थिइस् सो गाइज हामी जस्तो अघि हेर कति मिठो नितो निदाइरहेको थियो मेरो निदाएको त थियो नि मुला सो गाइज यसले हल्का असली हर्कत गर्न सुरु गरिसक्यो त्यो के अरे युनिसेक्सको भाषामा यसलाई असली हरकत भन्छ हामी अब केटाहरू पढिहाल्यो आफ्नो बडी रिभिल गर्न लाग्यो भने साले अहिले साले कपडा मात्रै खोल्न त्यसपछि तेरो अश्लील भिडियो मात्रै बनाऊ तेरा बाजे भर्खरै खोल्छु मलाई गरि भइसक्यो पसिनाले भिजिसक्यो नि हेर न साले पसिनाले झोलाको साइड पनि भिजाएर सरी गाइज बडी रिभिल गर्न चाहन्थेन भनेर आज हड्डी देखाएर आउँछ भिडियोमा त यहाँ हाल्न मिल्दैन सो गाइज चलिरहँ मेबी यहाँबाट खस्यो नि राम राम सत्य हे सो गाइज हामीले एउटा डट लिएर आएको थियौँ जसको हामीले चाबी र हेलमेट त्यही तल राखिदियौँ यहाँबाट देखिन होला हाम्रो बाइक उता तल उहाँ हो कि उहाँ त्यो गन्दगी बगिरहेको नि हो त्योभन्दा उताको रोडमा खा कि चाबी र हेलमेट कहाँ राखिदियौँ हामीले चाबी र हेलमेट उहाँ झर्नामा भिजाइदियो अलिक सन कोर्नुपर्छ नि त ओभर हिट भएको थियो नि त होइन सरी सर गर्नु पर्छ ओभर हिट भयो अहिले जति थकान लागे पनि आउँछ सबै थकान मेटेला हुने आशा छ अघि अहिले त उनलाई बल बल ठाउँदै है ऊ नर्क जाने बाटो योभन्दा सजिलो छ होला है नर्क तर स्वर्ग माथि किन थाहा किन नर्क सजिलै झर्न सकिन्छ नि त त्यही भएर मान्छेहरू बित्या काम गर्छ कि सो गाइस
यहाँबाट आइयो होइन यताको भ्यू अहिले चाहिँ हामी खै कापी आएको नि अब लाइफमा फर्स्ट टाइम आएको ठाउँ हो आफ्नै गाउँको पनि यो चाहिँ के हो भन्दाखेरि हाम्रो गाउँबाट त्यो माथि निर्गरी हिमालको यतापट्टि चाहिँ यता सानो फेट देखिन्छ क्या अनि त्यो फेटमा जाने चाहिँ हाम्रो बच्चैदेखिको ड्रिम थियो सो आज चाहिँ जोसमा पुरा गरिदिएँ ओइ कामुन्टिस झोला बोक वाह उही हौ त कतिले पास त मिलाले one miss game finish it रोक्न आउँदैछु के महतको नजिक तल झर्ने बाटो भयो मलाई अस्ति पैसा बोक्न अल्छी लागेर त्यही छोडेको थिएँ कि त्यो सो गाइज हामी यो भ्यूको एकछिन इन्जोय गर्छ अनि त्यस फेरि मेन भ्यूमा पुगौँला होइन एकछिनमा हामी एकछिन हराएको थियौँ एकछिन पछि अनि भेट्यौँ अहिले हामी 100% जङ्गलमा छौँ सो पुग्नु छ डाँडामा सो गाइज हाम्रो डेस्टिनेसन फाइनली धेरै नजिक आएको छ हामी पुग्नु छ त्यहाँ टपमा सो यत्रो बाटो पार गरेर आइयो होइन भेटौँला अब उतै पुगेपछि सो गाइज फाइनली हामी यत्रो जङ्गल पार गरेर आयौँ उता कुनाबाट सो अब जङ्गल भ्याएको छ हिँड्दा हिँड्दा साथी कता गयो त्यो मलाई थाहै छैन तर मेबी यस्तो मात्रै देखियो लाग्यो होइन अब यहाँ नफोन हाल्नु मिल्ने So guys, we did it! Vicky? यस फाइनली केटा हो मजा भिजाइ फाइनली भिजाइ जुत्ता भिजाइ आइयो फाइनली अझ पुग्ने हो टपमा टपमा के यहीँ हो र हामी बस्ने वहाँ टपमा त जाने वहाँ होइन कि यताको माथि त्यहाँ त जाने अनि वहाँ गयो नि त आधा फर्केलाई सो गाइज मैले कुर्बानी दिइसकेँ अरू के चाहिन्छ कि हामीमा संसारबाट धेरै बाहिर हौँ कि गाइजी हामीले चप्पल अनि पाइटु सब खोलेर आइदिउँ क्या त्यही तलबाट सुकायौँ क्या झन् गाइज यो फुल है गाइज यस्तो बादलहरू गर्दा त झन् यत्तिकै देखेछ झन् बादल तर गाइज केही गर्नु नो एनी रिग्रेट्स विकी ओइ विकी तल एनी रिग्रेट्स अनि गाइज अब मेरो ओरेन्ज सियर यसले नि होइन गाइस धेरै दुःख पाइ यहाँसम्म आएको छ क्या
आनन्द मान्छेलाई करियरको टेन्सन पनि लिनु पऱ्यो नि त्यही पनि यति आनन्द लाग्छ करियरको टेन्सन लिएर कता मजदुरी गरेर एकचोटि माइन्ड फ्रेस गरेर यस्तो ठाउँमा आउनु पायो भने कस्तो बसेर दुईजना मात्रै टक्क रमाइलो गर्नेछौँ साथीहरू त हाम्रो धेरै नै थियो अब कोही के काममा कोही के काममा व्यस्त छन् त्यसैले आउन चाहिँ म मात्रै पायो किनकि मार्गमा रहेको सबैभन्दा बढी बेरोजगारी हो तर कहिलेकाहीँ लाग्छ बेरोजगारी भएको नि फाइदै हो जस्तो लाग्छ यार यस्तो गेस चाहिँ के हो भनेपछि यो के हो रे यार्सा गुम्बा यार्सा जिउँदो यार्सा गुम्बा किनकि यार्सा गुम्बा पहिला चाहिँ किडे हुन्छ पछि प्यारासाइट फैलेर मात्रै त्यो जमिनभित्र गएर मर्ने हो नत्र त पहिला त किडै हुन्छ हो तर अब भन्ने मात्रै यार्सा गुम्बाको बोर्ड चाहिँ कस्तो हुन्छ मलाई के थाहा छ कस्तो भोटै हुँदैन यार्सा गुम्बा किडै हुन्छ के प्यारासाइट उस भएपछि प्यारासाइट शरीरमा उम्रिँदै गएपछि जमिन मुनि छिरेर प्यारासाइट बाहिर निक्लिने के यस्तै चुच्चो निक्लिन्छ त यार्सा गुम्बा मेरो घर आइज त्यही यता साइडमा जाने कि यता
काँडा यो जङ्गलको नजिकसम्म पुग्यो कसरी जाने हो कि गाई झोकी आउँदाखेरि पाइट पनि च्यादल दियो होइन यही जङ्गलले यता एस्थेटिक किनेकै फेरि सो गाइज हामी जङ्गलभित्रमा मैले चाहिँ हिँड्नु पऱ्यो यसरी झन् त्यहाँ हद्दै हद्दै बाटो थियो मेरो चाहिँ मेन कुरा भनेको गीताले सेभिङ गर्दा गाह्रो पर्छ क्या खालि अन्त गिटार बोकिदिन्छस् क्या भनेको कि मैले बोकेँ नि त गिटार त हुन त हो यार सो गाइस अझै घना जङ्गलमा पुगेको पनि छैन त्यहाँ त मल निकाल्न शुद्ध झ्याउनु आउँछ बाटो हर कदम फुक फुक के चल्न पर्दा है गाइस मार्केटमा डेन्जर महँगो पर्ने काउली च्याउ पनि भेटिएको छ तर अहिले हामीलाई अल्छी लागेको यसले हेरिन देखाइदिनु यसो हेरेर जिन्दगी हेर्न पाएर निकै धेरै अझ हेर्ने चौरमा चोर्न आउनु पर्ला जस्तो यार यो फुल फल्यो भन्दामा डेन्जर महँगो गर्छ नि यार यो भन्दा नि अब हिँड अब छोड्दै सो गाइस हल्का खुल्लामा फेरि झाँगामा गाइस हामी माथिको जङ्गलबाट फेरि जङ्गलमै फर्के यस्तो हम जङ्गल आएको यहाँ एउटा गोठ रहेछ क्या गोठ हो के हो सही भाइ सो गाइस रोक्ने म हजुरलाई उता साइड गर्दै आउँछु गाइस हामी माथिबाट होइन अहिलेसम्म 2 घन्टा भयो यहाँ तल झर्न थालेको ए हाम्रो डाइरेक्ट देखिन्छ होला भनेको त जति तल गयो त्यति रहेछ सो गाइस त्यो तल भएको झरना चाहिँ हाम्रो आउनु रहेछ त्यहाँ न साइको राम्रोसँग रोड बनेछ अब हामी यहाँबाट जान्छौँ आधी बाटो पेज गर्दा हामी ढुङ्गे युगमा आइसक्यौँ अघि हामी चढेको कहाँबाट अरे ए उताबाट चढेर हामी त्यहाँ पुगेको थियौँ डियर गेट धेरै तल पुगेको त छैनौँ के चाहिँ ढुङ्गा हेर्नुहोस् कस्तो व्याख्या गर्न आएको हो यस्तो बवाल ठाउँ भन्नु मलाई विकी कस्तो भयो त नि तेरो आजको एक्सपिरियन्स त अलि राम्रै भयो कपडाको हालत चाहिँ अलि देखेर रुन मन लागिरहेको छ घर गएर घोट्नु पर्ने लाग्यो त्यस्तै हो त्यो हेलिकप्टर भन्ने चिज पनि इलन मस्क मिटिङमा गयो झाउ लाग्यो मैले त चलाउने अल्छी लाग्यो ए वाटरफल गीता लिएर आएछ बाटो हेरेछ बाटो हेऱ्यो क्या सो गाइज यहाँको एउटा के हो भनेपछि नि भनाइ यो झरना जुन छ नि भुइँमै छुन्न अरे के यसको पानी हावाले गर्दा जानिन्छ
पौडी खेल्नु र पौडी पौडी खेल्ने होइन क्या भाइ यसको टाउको नभएको मात्र देखाउने त्यहाँ बाबा भन्छ बाबा आँखा बन्दा मुख बन्दा नजिक बनाउनु त्यसलाई तल जाऊ अनि स्याबास निक्ले डुबेर जाला फेरि ल अफ गरिदिए Wherever you go, can be on my soul。每次伤口在光晕里朦